सदस्य प्रकाश राईज्यूलाई यहाँ इन्ट्री गर्ने ठाउँमा बसेर तपाईँले यहाँ केही असहज भएको देखिन्छ, त्यहाँ तपाईँले सहज तरिकाले साकेला श्रीलाई प्रवेश गराइदिनु म हार्दिक अनुरोध गर्दछु। नगरपालिकाका प्रमुख रामकुमार थापाज्यू यहाँ आइसक्नु भएको छ, उहाँलाई पनि अतिथिको आसन गरेको थियो। साकेला किरा सीतापुरी चार स्वागत सिद्धिका कलाकार तथा प्रतिनिधिहरूलाई धेरै धन्यवाद। सबैलाई मध्यनजर गर्दै तपाईँहरूको सिलीलाई केही कम गरिदिनु र छुटाइदिनु म विनम्र अनुरोध गर्दछु। धेरै समय दिनुभयो भने अरू साकेला टोलीले यदि प्रस्तुति गर्न नसक्ने कुरा म जानकारी गराउन चाहन्छु र धेरै कार्यक्रम रहेको छ। तपाईँले भएको छैन। आर्थिक रूपमा हामीले हाम्रो एउटा राजा यवनलाई सम्झिनेदेखि लिएर हाम्रा सरकार प्रमुखले त्यो जानकारी गराओस् भने अपेक्षा राख्दै फेरि पनि अन्त्यमा यहाँ निम्तो गरेर हामीले खर्च पुरा गर्न त मन थिएन, तर मन मानिरहेको छैन। आज हामी हर्षोल्लासमा नाचिरहँदाखेरि यो भूमिमा अर्को वर्ष हामी नाच्न पाउने हो कि होइन भन्ने कुराले धन्यवाद। हाम्रो दिपेश बालाज्यूले आफ्नो शुभकामना मन्तव्य दिएर गइसक्नु भएको छ। यसपछि हामी साकेला सिन्धी प्रस्तुतिहरू लगातार गराउँदैछ र बेसी गरेर 11-12 स्टेजमा प्रवेश गरिसक्नु भएको छ। उहाँलाई पनि समयको ख्याल गरेर तपाईँको समय छोडाइदिनु म हार्दिक अनुरोध गर्दछु।
उहाँलाई आज आएर हौसला बढाइदिन आइदिनु भएकोमा विशेष सम्पूर्ण मान्यताहरूलाई पनि धेरै धन्यवाद दिँदै र आज फेरि पनि सबै सम्पूर्ण मान्यतालाई शुभकामना दिँदै मेरो यहाँदेखि समाप्त गर्छु। धन्यवाद, नमस्कार। धन्यवाद हाम्रो विज्ञान गाउँपालिका अध्यक्ष भवी राईज्यूलाई। अब सम्पूर्ण बाँकी कामहरू कार्यक्रममा हाम्रा झापा जिल्ला समुदाय यो साझा छत्तिसगढको साझा फुलबारीमा सबै जात जातिले सबै वर्ग लिङ्ग समुदायले आफ्नो स्थान पाउनुपर्छ र राज्यले विविध गरेर हुँदैन भन्ने हाम्रो सन्देश पनि हो। त्यो नाच सिनेको माध्यमबाट हामी त्यो सन्देश पनि दिन चाहन्छौँ र यदि राज्यले कुनै जात कुनै एकल समुदायलाई कुनै वर्ग जातिलाई मात्रै स्थान दिन्छ भने त्यो देशले त्यो राज्यको शासकले अनिष्ट भोग्नुपर्छ भन्ने पनि त्यो सन्देश दिन पनि चाहन्छु। र विशेष त अब केही कुराहरू उठेका छन्। आदरणीय मेरा मित्र किरण भाइ यहाँका सल्लाहकार आदिवासी जनजाति आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका महासचिव मेरा मित्रले कुरा उठाउनु भयो। यो अत्यन्तै समस्यात्मक कुरा उठाउनु भएको छ। जब श्रीमती रनुमाया राईको पनि स्वर्गीय बुवा र आमाको स्मृतिमा रु 1,01,500 रुपियाँ नै आर्थिक सहयोग गर्दै हुनुहुन्छ र उक्त आर्थिक सहयोग रकम पनि म निर्माण समितिका पदाधिकारी सदस्यलाई ग्रहण गरिदिनका निमित्त हार्दिक अनुरोध गर्दछु र दुवैजना सहयोगी दाताहरूको रकम जोड्दाखेरि चाहिँ 2,03,000 रुपियाँ हुने पनि म यहाँलाई जानकारी गराउन चाहन्छु र सहयोगी दाताद्वय वीरबहादुर राई र रनुमाया राईजी उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र यहाँहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र यो दुईटा कार्यक्रम पनि यिनीहरू समाप्त भएको जानकारी गराउन चाहन्छु र अब म बाँकी कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। हामी किराँतहरू विगतको तुलनामा आफ्नो संस्कार संस्कृतिलाई समय सापेक्ष परिमार्जित गर्दै एकताबद्ध रूपमा अगाडि बढ्दै आइरहेका छौँ। यो अत्यन्त खुसीको कुरा हो र आज हाम्रो माझमा
उच्च मूल्याङ्कन गर्दै यो प्रशंसा पत्र प्रदान गर्न लागिरहेको जानकारी गराउँदै यो प्रशंसा पत्र चाहिँ उपलब्ध गराउने निमित्त श्रद्धेय अध्यक्ष गणेश राईजीलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ आदरणीय गणेश राईजी अध्यक्षज्यूलाई। त्यसै गरी स्वयं विधाता वसन्त राईजीलाई पनि हार्दिक धन्यवाद र यहाँको सुस्वास्थ्य दीर्घायु र सफल व्यावसायिक जीवनको कामना पनि गर्न चाहन्छौँ। साथीहरूलाई म भन्न चाहन्छु त्यो सत्ता भनेको क्षणिक हो, तर समाज भनेको सधैँभरि रहिरहने कुरा हो। म फेरि पनि दोहोऱ्याउँछु, हाम्रो यो संस्कृति सहितको समाज, यो नेपालको तपाईँको स्थापना, नेपाल भन्ने शब्द परिकल्पना गर्नुभन्दा पहिलादेखिको समाज हो। त्यो समाजलाई छेडखानी गर्नु भनेको आफै सकिनु हो, त्यसो गर्नु हुँदैन। जनतालाई बाँच्न दिनुपर्छ, सरकारले जनतालाई हाँस्न दिनुपर्छ। जनताको बस्ती भत्काइदिने, बेघर बनाइदिने, नियम भन्ने कानुन भन्ने त्यस्ता नियम कानुन च्यातेर फाल्नुपर्छ। 30 वर्ष पहिलादेखि 40 वर्ष पहिलादेखि घर टहरा बनाएर बसेको जग्गा आफ्नो नहुनु। गर्न चाहन्छु प्रमुख वक्ता, प्रमुख अतिथि माननीय हर्क पापाङ राईज्यूलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको छ र मायाको चिनो ग्रहण गरिदिनु हुनका निमित्त म माननीयज्यूलाई स्टेजको अघिल्लो भागमा आइदिनु हुनका लागि हार्दिक आग्रह गर्दछु र मायाको चिनो प्रदान गरिदिनु हुनका निमित्त सभाध्यक्ष किराया ढापाको अध्यक्ष आदरणीय गणेश राईज्यूलाई हार्दिक अनुरोध गर्दछु र मायाका चिनो व्यवस्थापनका निमित्त चिजा राईज्यूलाई हार्दिक अनुरोध गर्दछु।